मान्छेले जेनेटिक भनेको चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ अब थाहा भयो कि नानीको सुतेको पोर्सन हेरिहाल्न। अब यो नानी मेरो छोरा सुतेको पोर्सन चाहिँ सेम म जस्तै सुत्छ, घोप्टो परेर यसरी सुत्छ हो। अन्त के हो भने आमाको चाहिँ के गुण छ भने उसलाई यो हात, आमाले यसरी सुतिरहेको हुन्छ, म जस्तो घोप्टो सुतेर चाहिँ हात चाहिँ यसरी राखेर सुत्ने बाउपट्टि, हात चाहिँ आमाले सुत्दाखेरि यस्तै गर्छ सेम उसको आमाले। सो जेनेटिक भनेको चाहिँ यस्तो हुँदो रहेछ है। ल पक्का नानीको बर्थडे पनि कस्तो छ भने 29 तारिक हाम्रो बर्थडे हो हाम्रो नानीको। 29 तारिक कसरी भयो भने आमा छोएको चाहिँ मेरो बाउ छोएको चाहिँ 2 तारिक, आमा छोएको चाहिँ 9 तारिक, दुईजनाको मिलाएर चाहिँ 29 तारिक मेरो छोराको बर्थडे हो। अन्त अर्को कुरो के सिमिलर छ भने अचम्मै अब जेनेटिक भनौँ न, त्यसमा छोराको ब्लड ग्रुप चाहिँ कस्तो छ भने मेरो चाहिँ ए पोजिटिभ, अन्त उसको आमाको चाहिँ बी पोजिटिभ, अन्त हाम्रो छोराको चाहिँ के छ भनिहाल्नु तपाईँहरू, सोचिसक्नु भयो होला है। हो, छोराको चाहिँ एबी पोजिटिभ छ। यस्तो मिश्रण छ अब, यस्तो अब खास जेनेटिक। अब ठुलो भएर बानी बेहोरा चाहिँ कोपट्टि कतापट्टि जाने हो बेसी, या त्यो पनि दुईपट्टि नै जाने हो। मलाई लाग्दैछ बानी बेहोराहरूमा दुईपट्टिको आधी हुन्छ जस्तो लाग्दैछ। अब आधी भयो भने चाहिँ कस्तो हुन्छ हेर्दै जाउँ।